नेपाल समाजवादी पार्टी, नयाँ शक्ति, निकट नेपाल समाजवादी किसान महासङ्घले भक्तपुरको तारथलीमा धान दिवस तथा रोपाइँ महोत्सव भव्यताका साथ मनाएको छ। कार्यक्रममा पार्टीका उपाध्यक्ष ईश्वर रिजाल, टेकम बाठा मगर, महासचिव सोनामसिंह स्याङपान लगायत नेताहरूको उपस्थिति रहेको थियो। यसैगरी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि गोरखाको पालुङटार नगरपालिका खप्लाङमा आयोजित रोपाइँ कार्यक्रममा सक्रिय सहभागी हुनुभएको छ। दुवै स्थानमा नेता तथा कार्यकर्ताहरूले धान रोपेर धान दिवसको महत्त्व झल्काएका थिए। यसै सन्दर्भमा नेपाल समाजवादी किसान महासङ्घका अध्यक्ष तेज श्रेष्ठको छोटो भनाइ यहाँ समावेश गरिएको छ। म होइन आयोजक नेपाल समाजवादी किसान महासङ्घ हाम्रो नयाँ शक्तिको आङ्गिक सङ्गठन हो र रोपाइँको हामी अब जमरको तयारी गर्दैछौँ। ट्र्याक्टर लिने साथीहरू गइराख्नु भएको छ, रोपारहरू आउँदै हुनुहुन्छ, बाउसेहरू आउँदै हुनुहुन्छ होइन। हाम्रो पार्टीको आदरणीय पदाधिकारी साथीहरू, महासचिव, उपाध्यक्षज्यूहरू लगायत साथीहरू पनि आउँदै हुनुहुन्छ। हामी त्यही पर्खाइमा छौँ कि यही जग्गामा हामीले खेत रोपाइँको चाहिँ खास सन्देश के दिन चाहनुहुन्छ? रोपाइँ सन्देश भनेकै अहिले अब हामीहरू धेरै जमिनहरू बाँझो भइरहेछ होइन। हाम्रो भूभागहरू धेरै बाँझो छ, युवा पलायनले गर्दा पनि होला सायद। र अब हामी निर्भर हुन सक्ने कृषिमा पनि बाहिर आत्मनिर्भर भइरहेका छैनौँ, बाहिरबाट ल्याउनु परिरहेछ। अब त्यो चाहिँ रोक्ने, पारेको रोक्ने, आफ्नोमा रोप्ने, यो चाहिँ अभियान चाहिँ चलाउनुपर्छ भन्ने चाहिँ सन्देश दिन खोजिएको हो होइन। र यो चाहिँ सुरुवात अब हामीले नै गर्नुपर्छ भन्ने, त्यसको लागि हामी प्रोग्रामहरू पनि अब बनाउने तयारीमा छौँ। हामी अब यसको लागि अन्तर्क्रियाहरू, कार्यक्रमहरू गरेर विभिन्न अब कसरी चाहिँ कुन पोलिसी बनाउनुपर्छ गभर्मेन्टलाई पनि एउटा सजेस्ट गर्न पनि हामी गइरहेछौँ होइन। बिस्तारै बिस्तारै त्यो प्रक्रियाहरू भइरहेछ। धन्यवाद। खबर चाहिँ पाएको छैन होला, खबर गरिदिन्छु।